के तपाईहरू पनि इलेक्ट्रिक जगको प्रयोग गर्नुहुन्छ? यदि प्रयोग गर्नुहुन्छ भने तपाईहरूले यस जगको प्रयोग गर्दाखेरि ध्यान दिनुपर्ने महत्त्वपूर्ण 4 वटा कुरा चाहिँ आज म तपाईहरूलाई सिकाउने छु। जुन तरिकाहरू सिकेर चाहिँ तपाईहरूले अपनाउनु भयो भने तपाईहरूको जग वर्षौंसम्म नबिग्रिने अर्थात् टिकिरहने हुन्छ। सो अब म तपाईहरूलाई धेरै कुरा नगरिकन सरासर भिडियोमा नै प्रवेश गरेर यो तरिका सिकाउने छु। यदि तपाईहरू चाहिँ यस सन्मेक युट्युब च्यानलमा नयाँ हुनुहुन्छ र अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैन भने चाहिँ यस्तै इन्फर्मेटिभ तथा टेक्निकल सम्बन्धीका महत्त्वपूर्ण कुराहरू प्राप्त गर्नको लागि यस युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस् अनि सब्स्क्राइब गरेपछि छेउमा रहेको बेल आइकनमा प्रेस गरेर अलमा दबाउनुहोस्, जसले गर्दा यस च्यानलमा अपलोड हुने हरेक भिडियोहरू सजिलैसँग प्राप्त गर्न सक्नुहुनेछ। साथै सबैजनाले भिडियोलाई पनि एक लाइक गरिदिनुहोस्। ओके, अब हामी हाम्रो कन्टेन्टतर्फ नै इन्ट्री गर्दछौँ। ओके, आज चाहिँ म तपाईहरूलाई इलेक्ट्रिक जग प्रयोग गर्दाखेरि हामीले ध्यान दिनुपर्ने महत्त्वपूर्ण 4 वटा कुराको बारेमा म तपाईहरूलाई जानकारी दिनेछु र यी हरेक कुराहरू 4 वटा कुराहरू चाहिँ तपाईहरूले अपनाउनु भयो भने चाहिँ तपाईहरूको जग एकदम लामो समयसम्म टिक्ने गर्दछ र यी कुराहरू चाहिँ मैले प्रयोग गर्दाखेरिका अनुभवहरू साथसाथै लामो समयसम्म टिकाएर विभिन्न व्यक्तिहरूले जग प्रयोग गर्दाखेरिका अनुभवहरूलाई चाहिँ बटुलेर आजको यो भिडियोमा प्रस्तुत गरेको छु। साथसाथै तपाईहरूलाई योभन्दा फाल्टो पनि महत्त्वपूर्ण कुराको बारेमा ज्ञान छ भने तपाईहरूले उक्त कुराको विचार पनि राख्न चाहिँ सक्नुहुनेछ है त। ओके, अब म तपाईहरूलाई सबैभन्दा सुरुमा पहिलो कुरा सेयर गर्दैछु, त्यो हो पानीको लेभल। तपाईहरूले पानी तताउने जगमा यो जग तपाईहरूले देख्न सक्नुहुनेछ। तपाईहरूले यस्तो इलेक्ट्रिक जगमा पानी तताउँदाखेरि चाहिँ सबैभन्दा सुरुमा त हामी यसमा जुन पानी भर्दछौँ, पानी भर्दाखेरि चाहिँ हामीले यसमा पानीको लेभल चाहिँ एउटा निश्चित गर्नुपर्ने हुन्छ। यदि हामीले निम्ठै पानी अर्थात् पुरा भरि पानी चाहिँ भर्यौँ भने त्यस्तो अवस्थामा चाहिँ के हुन्छ भने पछि पानी उम्लिएर गएपछि तपाईँको यो सकेटहरू लगायतको तपाईँको यो सबै बोर्डहरूमा पनि लाग्ने भयो हैन, एउटा कुरा। अर्को कुरा भनेको तपाईँको यहाँनेरि जुन यो पानीको यो स्विच देख्न सक्नुहुनेछ, हामीले पानी तताउँदाखेरि अन अफ गर्छौँ, हो यो स्विचमा चाहिँ यहाँनेरिबाट पानी चाहिँ सरेर यतापट्टि जाने अथवा पछि यहाँको बाफहरू सबै यहाँ पुगेर चाहिँ यसलाई चाहिँ सर्ट गराउन पनि सक्छ। त्यसकारणले गर्दाखेरि यहाँ पानी पुरा भरियो भने चाहिँ त्यहाँनेरि उम्लिँदाखेरि चाहिँ यो पानी छरपष्ट भएर यो सबै पार्टहरूमा लागेर चाहिँ यसलाई असर गर्ने हुन सक्छ है त। त्यसकारणले गर्दाखेरि हामीले पानीको मात्रा चाहिँ एकदम ठिक्क अर्थात् मैले अघि नै भनिसकेँ, तपाईहरूले यति जतिको मात्रामा पानी बसाउँदाखेरि एकदम बेस्ट हुन्छ र तपाईले यसमा एकदम थोरै मात्रामा अर्थात् थोरै तल मात्र पानी राखेर तताउनु हो भने त्यस्तो अवस्थामा पनि यसको जुन पानी तात्ने प्रक्रिया छ त्यसमा असर गरेर चाहिँ यो छिटो बिग्रिन सक्छ। यो भयो पहिलो कुरा। र यस पछाडिको दोस्रो महत्त्वपूर्ण कुरा भनेको चाहिँ तपाईले पानी बसाउनुभन्दा अगाडि यो जगको फेद चेक गर्नुहोस् है त। तपाईले के गर्ने भने जस्तै हामीले पानी भर्छौँ, पानी भरिसकेपछि नर्मली धाराबाट पानी भरेको छौँ अथवा केहीबाट पानी हालेको छौँ भने यसमा पानीहरू लाग्ने हुन्छ यहाँनेरि हैन, यताउति पानी लाग्ने हुन्छ। साथसाथै तपाईँको यो यसमा पनि पानी लाग्ने हुन्छ, यो बोर्डमा पनि। त्यस्तो कारणले हाम्रो यहाँ पानी बसेको छ भने चाहिँ त्यो लाइनहरू सर्ट भएको कारणले झिल्काहरू उठ्ने हुन्छ र बिस्तारै बिस्तारै यहाँको जुन लेयर यहाँनेरि यो कनेक्ट हुने हुन्छ यसमा चाहिँ बिस्तारै बिस्तारै असर पर्दै जान्छ र पछि पछि यसले काम गर्न छोड्छ। त्यस पछाडि तपाईले जति यो जगहरू राखे पनि अथवा तपाईले जसरी पानी तताउन खोज्दाखेरि पनि यहाँनेरि लाइन सप्लाई नभएर चाहिँ पानी नतात्ने हुन्छ। त्यसकारणले गर्दाखेरि तपाईले पानी बसाल्नुभन्दा अगाडि एकपटक यसको पनि सफा गर्ने है त। यसमा पनि पानी लागेको छ भने राम्रोसँग पुछेर सफा गर्नुपर्यो तपाईले। मतलब तपाईले त्यस्तो धेरै गर्नु पर्दैन, जस्ट यसो चेक गर्ने के छ, पानीहरू लागेको छ भने तपाईले चाहिँ यसलाई सुखा पार्ने, केहीले पुछ्ने, त्यस पछाडि यसमा पनि लागेको छ भने तपाईहरूले सफा गर्ने, त्यस पछाडि बसाल्ने है त। यो भयो दोस्रो तरिका। अब यस पछाडिको तेस्रो तरिका चाहिँ भनेको तपाईले लामो समयसम्म पानी तताउनु भएन हो। तपाईले एकदम सही सुन्नु भएको छ। तपाईले चाहिँ यदि मानौ कुनै पनि ठुलो कामको लागि पानी तताउन खोजिरहनु भएको छ, मानौ नुहाउनको लागि भयो अथवा कुनै ठुलो कामहरूको लागि प्रयोग गर्न खोजिरहनु भएको छ र त्यस्तो अवस्थामा चाहिँ तपाईले कसरी तताउनुहुन्छ भने एक जग पानी ततायो, त्यस पछाडि खन्यायो, फेरि ततायो, खन्यायो, ततायो, खन्यायो, त्यस्तो खालको तरिकाले चाहिँ यदि पानी तताउनु हो भने त्यस्तो अवस्थामा पनि यसमा असर पर्ने हुन सक्छ। तपाईको जुन यो तपाईलाई थाहै छ कि हामीले यहाँनेरि पानी ततायौँ भने चाहिँ यो अटोमेटिक रूपमा यो अफ हुने हुन्छ हैन, आफै यसको लाइन कट हुन्छ र त्यो कट हुनको लागि यहाँनेरि एउटा सिस्टम राखेको हुन्छ हैन, जहाँ चाहिँ तापक्रमको एउटा लिमिट पुगेपछि त्यहाँनेरिबाट लाइन कट हुन्छ। तर तपाईले यहाँनेरि पानी तताउनु भयो, त्यस पछाडि भनेको खन्याएर फेरि तताउनु भयो, त्यस्तो हुँदाखेरि चाहिँ जुन एउटा कुरा त यो जग सिलाइसकेको हुँदैन हैन, त्यस्तो हुँदाखेरि पनि त्यसमा एउटा असर पुग्ने भयो।
साथसाथै तपाईँले पटक 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 गर्नेको कारणले गर्दाखेरि जुन यो अटोमेटिक यो कट हुने सिस्टम छ यसमा पनि बाधा परेर पछि तपाईँको पानी नतात्ने अथवा तपाईँको यहाँनिरको यो करेन्ट नै यसमा पास नहुने अथवा तपाईँको पास भए पनि हतपत नमर्ने त्यस्तो खालको विभिन्न समस्याहरू आउन सक्छ। त्यस कारणले गर्दाखेरि तपाईँले लामो समय कन्टिन्यू रूपमा चाहिँ पानी तताउनु भन्दा पनि एकचोटि तताउने छिटै तातिहाल्छ यसमा त होइन 2-4 मिनटमै तातिहाल्छ। सो तपाईँले एकचोटि तताउने त्यस पछाडि अलिकति 5-10 मिनट जतिको ग्याप राख्ने त्यस पछाडि फेरि अर्कोचोटि तताउने। त्यसो गर्दाखेरि चाहिँ तपाईँले यसको आयुलाई यसको लाइफलाई चाहिँ बचाउन सक्नुहुनेछ। र त्यस पछाडि अब अर्को तपाईँले बुझ्नुपर्ने कुरा के छ भने तपाईँले लाइनको अर्थात् यसबाट पानी तताइसकेपछि चाहिँ यो प्लग हुन्छ यो प्लगलाई चाहिँ लाइनबाट निकाल्नुहोस् है। यस्तो गर्दाखेरि चाहिँ तपाईँको कसरी सुरक्षित हुन्छ भने कहिलेकाहीँ विभिन्न कारणले गर्दाखेरि लाइनहरू सर्ट हुने अथवा विभिन्न समस्याहरू आइरहेको हुन्छ। सो तपाईँले यसरी निकाल्नु भने एउटा कुरा त बिजुलीको जुन खपत हुन्छ त्यो पनि घटिदियो होइन, थोरै थोरै मात्रामा त लिइराखेकै हुन्छ तपाईँले खाँदिराख्दाखेरि। अर्को कुरा कहिलेकाहीँ लाइनहरू सर्ट भएर चाहिँ यो बिग्रिनेहरू चान्सहरू पनि घट्छ, जसले गर्दा तपाईँले लामो समयसम्म जगको प्रयोग गर्न सक्नुहुनेछ। ओके, मैले तपाईँहरूलाई 4वटा यी महत्त्वपूर्ण कुराहरूको बारेमा जानकारी दिइसकेको छु र तपाईँहरूले चाहिँ यी कुराहरू चाहिँ फलो गरेर एकदम राम्रोसँग चाहिँ तपाईँहरूले एउटा होसियारीपूर्वक काम गरेर चलाउनु भयो भने चाहिँ एउटै जगलाई पनि धेरै लामो समयसम्म है वर्षौँसम्म तपाईँहरूले प्रयोग गर्न सक्नुहुनेछ। र तपाईँसँग चाहिँ पानी तताउँदाखेरिका केही अनुभवहरू कस्ता रहेका छन् त? तपाईँसँग पनि केही अनुभवहरू हुनसक्छ। यदि त्यस्तो केही छ भने तपाईँले जस्ताको तस्तै कमेन्टमा पनि लेख्न सक्नुहुनेछ। ओके साथीहरू, आजको लागि तपाईँहरू सम्पूर्णको लागि तयार पारेको यो महत्त्वपूर्ण भिडियो यति नै रहेको छ। मलाई आशा छ यो भिडियोले तपाईँहरूलाई निकै सहयोग गरेको छ। भिडियोलाई सबैजनाले एक लाइक गरिदिनुहोस् अनि कुन ठाउँबाट यो भिडियो हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नुहोस्। साथै यदि तपाईँहरू यस सनमेट युट्युब च्यानलमा नयाँ हुनुहुन्छ र अहिलेसम्म पनि सब्स्क्राइब गर्नुभएको छैन भने अब आउने दिनहरूमा यस्तै इन्फर्मेटिभ भिडियोहरू प्राप्त गर्नको लागि यस युट्युब च्यानललाई अनिवार्य सब्स्क्राइब गर्नुहोस् अनि सब्स्क्राइब गरेपछि छेउमा रहेको बेल आइकनमा प्रेस गरेर अलमा दबाउनुहोस्, जसले गर्दा यस च्यानलमा अपलोड हुने यस्तै महत्त्वपूर्ण अनि टेक्निकल सम्बन्धीका इन्फर्मेटिभ भिडियोहरू सजिलैसँग प्राप्त गर्न सक्नुहुनेछ। धन्यवाद।